चिसो 50-50 हालेको लिएर हिँडेको ड्यू पैसा छैन ड्यू पैसा छैन गाइज है अब 100-150 खानालाई यहाँनिर 50 कोकी के भन्छ होला ड्यू होइन राजु पैसा चाहिँ थियो यार त्यति पैसा थियो त नभन्ने यार अब बास्न मन नलाएर मास्न मन लाग्यो कति आजसँग पैसा 6 यार 1000 रुपियाँ छ 1000 रुपियाँ हुन्छ यार बढी 1 लाख हुन्छ नि भनेपछि बेलुका त अनि मजा आउने भयो त गाइज यसले बियर खुवाउँदा यसलाई बियर फेरि हाम्रो यस्तै फेरि नराम्रो सुन्नु भन्नु होला अनि कलकलाई हाम्रो बियर हो चिसो बियर गाइज है यहाँ चाहिँ अब यस्तो ठाडो हाम्रो उकालो है हेर्न सक्नुहुन्छ तपाईँहरू यो चाहिँ ठाडो उकालो छ हाम्रो राति दोष हाम्रो अगाडिबाट हिँड्दा खानु बियर चाहिँ खानु आउँछ यस्तै खाना ऊ चाहिँ अब यो युट्युब च्यानलको उसै धनी दिदी लाइक गरिदिनु सब्सक्राइब गरिदिनु गाइज हामी सब 20 मिनट छ हामी डाँडामा पुग्नलाई टाइम हावा थियो कता कता हामी जानु त होइन है चाहिँ दुईजना मिलेर डाँडा जानु फेदमा थियौँ केटाहरूले उहाँका भैरी खेल्न बोलाएको छन् कि गाइज फोन गरेर यसो सुतेको खुना हानेहरूले होइन जुरुक्क उठेर आएको निन्दामै छु म अझै आँखा देख्नुहुन्छ है कस्तो भइरहेको तपाईँहरूको त्यहाँ गाइज हाम्रो यस्तै हो त्यही छ यार हिँड्न लास्ट गाह्रो छ कि गाइजहरू यता ठिस हान्दियो कि अहिले बिहान भनिदिएको पनि ठिस हुँदैन होइन ओके अहिले भर्खरै फोन हान्ने छिटो आइज टिम भयो होइन अरे बुढो पनि हान्ने केही छैन यतिको चाहिँ हुनुपर्छ गाइज है डाँडा उचाउनु गाह्रो हुन्छ नि त अब भोलि गाह्रो भएर क्या नि गऱ्यो यता उकालो हिँड्नु लास्ट गाह्रो छ क्या गाइज ठाडो उकालो छ होइन कहाँबाट कहाँ हो थाहा नै हुन्न क्या तपाईँहरू आउनुभयो भने हिँड्न सक्नुहुन्न क्या तपाईँहरू अब त्यो पछि भयो बुझ्नु आफै तपाईँहरू देख्न सक्नुहुनेछ कि पसिना डेन्जर आइरह पसिना त नगर्नु यहाँ भन्नु पर्दैन गाह्रो छ नि हो गाइज यी कुखुराको भाले कि पछि बेला चाहिँ फाइनली अब यो राजीवको युट्युब च्यानल के रह्यो नाम 1K सब्सक्राइबर भएको टेक्निकल ट्युबर फाइनल्ली 1K पुगे गाइज होइन तपाईँहरूको मायाले गर्दा तपाईँहरूको सपोर्टले गर्दा होइन गाइज तपाईँलाई धेरै धेरै धन्यवाद छ अब म हिँड्न सकिनँ हो कलिलो जोस देखेर आऊ कलिलो उमेरको जोस भाग्दै म त हिँड्न सकेँ होइन हिँड्न सकेन राजीव बुढो भइएछ यार ऊ बसेर कोले हान्ने ऊ सही हो अब उकालो हिँड्दा त अब होइन कहाँ बनाउन सकिन्छ नि उकालो हिँड्दा होइन स्यासेर सुसु भयो है गाह्रो छ गाइज यास घुम्ती भन्छ गाइज यसले चाहिँ मौसम राम्रो नभएर होला नि भाइ भिडियो पनि राम्रो आएन कि मौसम राम्रो नभएर होला भिडियो पनि राम्रो आएन कि यस्तो छ मौसम अस्तिको भिडियो त हेरिसक्नु होला डिस्प्लेमा हल्ला क्लिप हालिदिएँ भिडियो त बनाएन कपिराइट लान्छ भनेर पड्काएन तिहारमा भ्यू हेर्न सक्नुहुन्छ अरू चट्ट है गाइस यो चाहिँ हाम्रो गाउँको भ्यू हो गाउँमा त आएन फाइनली हामी होइन गाउँमा आएन आधी बाटो हिँड्छ अझै लौरुक बजार यो हुन्छ यो चाहिँ हामी पढेको स्कुल सानाको यहाँ जुन चाहिँ मोटरको बाटो छ गाइजी बाटो लास्ट धुतिसक्यो गाइज यार पिज हान्न लाग्यो भने 2-3 वर्ष हुनेछ कि पिजै भएन कि कस्तो भन्छ नि पिज हान्ने पहिरो गइदिने बाटै पुट्दिने हो नि गाइज यस्तो भएपछि नि क्या हुन्छ
विकास बिहार यस्तै बेला खानु चाहिँ के उकालो अलिक चिसो रहन्छ त्यो बिहार बियर चाहिँ हाम्रो यो है गाइजी नेगेटिभ खानु होला फेरि माउन्टेन ड्यू ड्यू हो ड्यू बल्ल यहाँबाटै ढल हाने कि यहाँबाट गाइज माथि बल्ल अब हाम्रो गाउँमा मेला मौसम हुन्छ यस्तो बवाल हुन्छ कुरै नगर न जस्तो तिमी ठाउँबाट देखिने हाम्रो गाउँमा कोही घुम्न आउनुहुन्छ भने हजुरको ढोका चाहिँ ओपन छ आउनु खुल्ला छ खुल्ला 24 घन्टा खुल्ला तपाईँको लागिमा तपाईँ हामी खेल्ने भनेको हामी फेरि चान्जिने मान्छे होइन पुलिसले हरायो गाह्रो छ नि गाइज है अब हामी भैली खेल्न जानु लाग्यो खासमा चाहिँ बेलुका यसो भैली खेलेको चाहिँ भिडियो बनाउँछु है हेर्नु भयो तपाईँहरूले होइन अब यति धेरै माया गरिरहनु भएको छ माया देखाइदिइरहनु होला होइन र सब्सक्राइबहरू गरिदिइरहनु होला लाइक हानिरहनु होला गाइज है के भन्नु छ अरू गाइज चाहिँ हामी एकछिन पछि फेरि भेटौँला है अब पसिना ल्याङ बनायो कि कुहिरो पनि डेन्जर लाग्यो क्या हामी चाहिँ अलमोस्ट 50% कलर आइसक्यौँ पसिनाले हालात हाम्रो चाहिँ यहाँबाट देखिने होइन उकालो चढ्दै जाँदा माथि डाँडामा यस्तो बबल भ्यू चाहिँ देख्न सक्नुहुन्छ आज चाहिँ हजुरको मौसम चाहिँ क्लियर नभएर चाहिँ यस्तो अनक्लियर चाहिँ भिजन हजुरले देखिसक्नु भयो यहाँ सो हजुर यदि कोही हाइकिङ आउन चाहनुहुन्छ भने हजुरहरू हाम्रो गाउँमा आउन सक्नुहुन्छ यस्तो बवाल छ उकालो चढ्दै है हजुरहरू उकालो चढ्दै रमाइलो गर्दै होइन भ्यू हेर्न चाहनुहुन्छ भने यस्तो बवाल मौसम भएको बेलामा आउनु यस्तो दामी भ्यूहरू देख्न सक्नुहुन्छ हजुर यहाँ आएर 1 नाइट स्टे पनि गर्न सक्नुहुन्छ यहाँ हाम्रो होमस्टे चाहिँ यदि बवाल छन् घरबिच होमस्टे सो अब हाम्रो गाउँमा चाहिँ अब अलिपछि चाहिँ मौसम पनि लाग्नेवाला छ सबलाई हजुरहरू यदि हिँडेर आउन चाहनुहुन्छ भने यो ठाडो उकालो हाइकिङ गर्न चाहनुहुन्छ भने यो उकालो हुँदै आउनु पर्ने हुन्छ यदि हजुरहरू गाडीमा आउन सक्नुहुन्छ बाइकमा आउन सक्नुहुन्छ ट्याक्सीमा पनि आउन सक्नुहुन्छ सजिलै आउन सक्नुहुन्छ यहाँबाट चाहिँ आज हजुरहरू चाहिँ हिँड्दै आउनु चाहनुहुन्छ भने हजुर ग्रुपमा आउनु भयो भने मजा हुन्छ है एक्लै आयो भने त भिजा हुन्छ अरे हाम्रो जस्तो छाट हुन्छ यस्तो यस्तो छाट हुन्छ हाम्रो जस्तो पसिनाले हाइरान पर्छ क्या विचारमा आजको मौसम क्लियर भयो भने यहाँबाट यस्तो बबाल हिमाल दिन सक्नुहुन्छ इजिली है हजुरहरू चाहिँ माथि डाँडामा बसेर त फेरि धेरै जस्तो देखिन्छ हाम्रो पोखरा चाहिँ यो डाँडा जुन मैले हजुरलाई देखाएको चाहिँ यहाँबाट सर्लक्की हिमाल देख्न सक्नुहुन्छ यदि हजुरहरू मौसम क्लियर भएको बेला आउनुभयो भने है यहाँबाट अनि चाहिँ यस्तो दामी दामी हेर्न सक्नुहुन्छ भ्यू मैले चाहिँ हाम्रो ठाउँबाट देखिने भ्यू चाहिँ मैले सेयर गरिराखेको हुन्छु मेरो फेसबुक पेजमा यदि हजुरहरू पनि जोडिन चाहनुहुन्छ भने राजेश सुन्ना पेजमा चाहिँ फलो गर्नु होला जुन चाहिँ मैले डिजिटल क्रिएटर भनेर मैले आफ्नो पेज बनाएको छु त्यहाँबाट भिजिट गर्न सक्नुहुन्छ है यो चाहिँ मौसम जुन देख्नुभयो नि यो डाँडाको टुप्पाबाट हजुरले चाहिँ इजिली हिमाल देख्न सक्नुहुन्छ कि यहाँबाट फेवाताल चाहिँ हजुरको त्यहीँनिर छ देखिसक्नुहुन्छ जुन धुम्म परेको छ आज मौसमै भेराइटीको भनिदेखि लिएर चाहिँ हामी सुनिरहेको छौँ जाम के सुनिरहेको छ ब्रो कस्तो भयो उकालो चढाइ कति मिनटमा हामी यहाँ आइपुग्यौँ भनिदिनु त हजुरको जिज्ञासा 15 मिनट 20 मिनटमा अलमोस्ट 20 मिनट लाग्यो होला हामी त लाग्यो त्यो नजिक छ कि केटा अहिले अलिक छिटो भन्दै गयो भने म थियो आरामले आउनु पाइन्थ्यो ढिलो भइन्थ्यो कि बाटो नजिक हात त के हो
आवाज चाहिँ रमाइलो हुनेवाला छ है त खतरा खाली चाहिँ यार मन्दिर चाहिँ बिचमा कि मिस अलमोस्ट 20 मिनटमा आयौँ है केही छैन दिनमा 20 मिनट हिँड्ने पनि एक्सर्साइज हुँदैन अलिक सर त्यही त नि हावडा आएको क्या हामी 20 मिनट भनेको बाटो बन्द थियो क्या गाडी त्यहाँबाट जेसिबीहरू है ट्रकहरू ट्र्याक्टरहरू चाहिँ हुन्छ गाई हाम्रो गाउँतिर तपाईँहरू बस आन भने ट्र्याक्टरहरूले पनि फुनाउन सक्नुहुन्छ ट्र्याक्टरले न तलसम्म ढुक्क लाएर चिल्ला आज सर बेलुका चाहिँ रोइला हान्नुपर्छ रोइला अनि म त कता छुट्छ नि अनि यहाँ आएर चाहिँ के भोलि हेर्न है आएर चाहिँ के भोलि हेर्न म चाहिँ मेरो तर्फबाट बेस्ट दिन्छु होइन साह्रै दुःख छ क्या गाई चाहिँ हिँड्न है भोलि हिँड्ने बाटोहरू कता गयो छँदैछु अब उहाँ चाहिँ मेरो हाम्रो मनिका है बचपनको साथी भनौँ लौरू गराएको हो के छ खबर भोलि खेल्ने होइन ल ठिक छ पछि भेटौँला गयो पाइएन सो अहिले चाहिँ हामीले चाहिँ अलमोस्ट हाम्रो गाउँमा चाहिँ इन्ट्री भइसकेका छौँ सो गाइज वाज योर फिलिङ कस्तो भइरहेछ केटाहरू चाहिँ कोही छैन कता कहाँ जाने हामी यस्तै हुन्छ क्या कहाँ जाने के छ बबाल हो हाम्रो गाउँ आइपुग्यो हेर्नु होइन मन पर्यो भने सब्सक्राइब लाइक गर्नु फ्याङ ढुक्दिनु हाम्रो चाहिँ मौसम हुने भनेको डाँडो चाहिँ त्यो है 360 भ्यू हेर्ने त्यहाँबाट पोखरा यहाँ नजिक छ यो जुन धुम्सी लगाएको छ यो हाम्रो पोखरा होइन यहाँबाट चाहिँ हाम्रो सल्लक्क हिमाल देखिन्छ है 360 भ्यू बब्बाल देखिन्छ ओरिजिनल भइदिएर ओरिजिनल भैली हेर ओए
यो त भनेको दाइ गीत बोल्दैन लाइभ स्ट्रिमबाट भाइरल हुनु मन छ भने आउनुहोस् हाम्रो हाम्रो मादर अङ्कल है इज फ्रम अस्ट्रेलिया मोडल हो क्या हाम्रो यो मोडल मोडल फ्रम कहाँबाट फ्रम कहाँबाट कहाँ यो हाम्रो ब्लग इन्ट्रो गर्ने मान्छे लाइभ स्ट्रिम उहाँबाट भाइरल हुन चाहनुहुन्छ भने उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ दिस इज भिडियो नट ओन्ली ल ल देखाइदिन्छ हजुरलाई रोकिनु है हेर्न परेन ल ल हेर्नु होला पछि साथीहरू भ्लग कस्तो भइरहेको हाम्रो चाहिँ लोकल भैँसी भइरहेको चाहिँ यहाँ चाहिँ रोनाइजेसन भाइ है सम्मानले चाहिँ
हाम्रो चाहिँ लोकल देउसी भैलो चाहिँ खेल्ने हाम्रो संस्कृतिलाई जोगाउने भन्ने कार्यक्रमलाई चाहिँ ध्यान दिएर अगाडि बढ्नुभएको रहेछ। त्यही भएर चाहिँ हामीले चाहिँ न्यू सिस्टमलाई अहिले आएको जुन मोडर्न छ नि जुन देउसी भैलो खेल्ने कार्यक्रमलाई त्यसलाई चाहिँ हामीले नखेल्ने भनेर चाहिँ जुन लोकल पहिलाको आफ्नो संस्कृति जोगाउनका लागि हामीले चाहिँ यसरी गरेर भैली खेलिरहेको रहेछौँ। हेरिराख्नु होला हजुरहरूले है। हामी जुन अहै लड्दै र पढ्दै अहै आएका हामी भन्दै हिँडेछन् गाइजहरू। अनि मैले चाहिँ जस्ट भिडियो चाहिँ क्याप्चर गरेको हाम्रो चाहिँ अहिले मादल अङ्कल हाम्रो त्यहाँ हुनुहुन्छ। सो अलमोस्ट 12 बजिसक्यो रातिको, त्यही पनि फ्रेस छु म। त्यही भएर कुराहरू पुरा कस्तो हो तेरो मुड? हो यो पनि फ्रेस रहेछ केटो, फ्रेस चाहिँ रहेछ। सो अहिले चाहिँ अलमोस्ट 12 बजे। हामीले चाहिँ पुरानो तरिका नयाँ देउसी भैलो जुन अहिले मोडर्न आएको छ त्यसलाई हामीले त्याग गर्नलाई हामीले चाहिँ एउटा संस्कृति जोगाउनका लागि हाम्रो पुरानो तरिका देउसी भैलो खेलिएको कार्यक्रम है। यस्तो बबाल रमाइलो भयो। अझै छन् हाम्रो टन्ने बाँकी छन्, यत्रो घरहरू छन् है। अब तलपट्टि गहिरोमा छ चट्टा लाएर। अब रातिको यो 12 बजेको यहाँ अझै ट्याक्कै यहाँ खाल्डो बजेको त्यहाँ झप्पा देखिन्न कि। सो अब चाहिँ हामी त्यता जान्छौँ के कस्तो हुन्छ हाम्रो देउसी भैलो हेर्दै गरौँ। अनि भिडियो मन पर्यो लाइक सेयर एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब। ओके सी यु इन रिमेनिङ पार्ट अफ आवर देउसी भैलो। ल गाइज आज चाहिँ हामी आउँदैछौँ होइन। यहाँ चाहिँ भैलो भइरहेको छ यता चाहिँ। ल यहाँ के बनाइरहेको छ भाइहरूले हेरौँ त ल भाइ। ल गाइज यहाँ अर्ग्यानिक पटाका अरे हेरौँ है कसरी पड्किन्छ। हेरौँ है हेरौँ है। ए भाइहरूले पड्काउनै जानेनन् के। सल्ट गाइज अहिले चाहिँ 1 बजिसक्यो। हामी चाहिँ डेकबुकै हिँडेको अहिले 1 बजे गाइज। देख्छ अब चाहिँ हाम्रो अन्तिमतिर आइसक्यो हामी ब्लगको।